नमस्कार हजुरहरूलाई स्वागत गर्न चाहन्छु मेरो यो नयाँ युट्युब च्यानलमा। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आजको यो मेरो विशेष मेरो आफ्नै घर पछाडि रहेको यो कुखुरा फार्म छेउको यो तरकारी बारीको छ। हाम्रो चाहिँ सबै अर्ग्यानिक तरिकाले हामी यहाँ तरकारीहरू रोपेका छौँ। हामीले चाहिँ कुनै किसिमको विषादीहरू युरियाहरू हामी हाल्दैनौँ। हामी चाहिँ यहाँ कुखुराकै मलहरू निस्किएको त्यो सागसब्जीमा हाल्छौँ। चाहिँ हामी इन्टिग्रेटेड फार्मिङ पनि हामीले गरिरहेका छौँ। मेरो कुखुराको सुलीहरू कुखुराको मल निस्केको म यो सागसब्जीमा हालिदिन्छु। अनि पछि सागसब्जीबाट निस्केको त्यो वेस्टहरू झारपातहरू फेरि कुखुरालाई हालिदिन्छु। हो त्यसरी चाहिँ हामी गरिरहेका छौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो छ मेरो यो तरकारी बारी चाहिँ यो मकै बारी। लसुनहरू हामी रोपेको छौँ। अनि यो प्याजहरू छ, त्यहाँ ड्र्यागन फ्रुट छ। यस्तो छ यो मेरो सानो तरकारी बारी। म हजुरहरूलाई त्यहाँ मेरो सानो स्याउको बोट पनि छ, त्यहाँ फुल लागिरहेछ, ड्र्यागन फ्रुट छ। म तपाईँलाई हजुर नजिकबाट म देखाउँछु। यसरी यहाँ देख्नुहुन्छ मेरो स्याउको बोट यसरी छ। यहाँ तपाईँहरूलाई म फुल देखाउँछु। यहाँ तराईमा पनि स्याउको बोट यसरी फुल लागिरहेको छ। अब यो केही महिनापछि यहाँनिर फल पनि लाग्छ। अब यो चक्लेटी स्याउ हो। मसँग चाहिँ अर्को पनि छ स्याउको बोट, दुई खालको स्याउ छ। म तपाईँलाई देखाउँछु। त्यो चाहिँ यहाँ ड्र्यागन फ्रुट छ, म ड्र्यागन फ्रुट देखाउँछु। यो अगाडि भएको दुईवटा पिलरको चाहिँ यो सेतो खालको ड्र्यागन हो र पर दुईवटा भएको चाहिँ रातो हो। यसरी मैले चाहिँ व्यवस्थित गरेर ड्र्यागन फ्रुटहरू यसरी हामीले रोपेको छौँ। यसरी टायरमा राखेर यसरी पिलरहरू हालिदिएर तपाईँहरूले पनि यसरी नै रोप्नु सक्नुहुन्छ। ड्र्यागन फ्रुटहरू रोप्नु चाहनुहुन्छ भने यसरी नै। यहाँ धेरै नै यसरी अस्ति फलहरू थुप्रो लागेको थियो। हामीले यसरी कुखुराकै मल हालिदिएको थियौँ। यसरी हामीले यसरी गरेर यहाँनिर चाहिँ अब लट्टेहरू छ। यो टमाटर भयो, यो कुरिलो भयो। यसो गरेर म तपाईँलाई नजिकबाट देखाउँछु। यो चाहिँ मेरो कुरिलोको रुख हो। यहाँ चाहिँ अब कुरिलो फुल्नु लागेको छ। अलिअलि कुरिलोमा फुल लाग्दैछ। अब यहाँनिर यसको डाँठहरू अब बिस्तारै आउनु लागेको छ। सानो सानो डाँठहरू त आउँदैछ। यसरी यहाँ एउटा अम्बकको बोट छ। यहाँनिर चाहिँ अर्को स्याउको बोट चाहिँ मैले तपाईँलाई भनेको थिएँ। यो हो मेरो अर्को, यो चाहिँ ठुलो खालको स्याउ हो। यो चाहिँ यहाँ चाहिँ एउटा स्याउको बोट चाहिँ यसरी यसरी सुपारीको बोटहरू छ। यसरी यहाँ चाहिँ मेरो सुपारीको बोटहरू छ। यसरी मैले चाहिँ छेउछेउमा सुपारीको बोटहरू थुप्रै यहाँ रोपेको छु। मैले चाहिँ लाइनमा रोपेको छु। यसरी परसम्मै रोपेको छु मैले। कालिज फार्म छेउसम्मै छ सुपारीको बोट। अनि यता कुखुरा फार्म छेउको वरिपरि पनि मैले सुपारी बोट हालेको छु। चाहिँ यस्तो छ मेरो फार्म चाहिँ। त्यो हो मेरो कुखुरा फार्म चाहिँ। त्यो हो मेरो तरकारी बारी चाहिँ यस्तो छ। म कुनै दिन हजुरहरूलाई मेरो कुखुरा फार्म पनि भित्र सबै म हजुरहरूलाई देखाउँछु। म मेरो अर्को भिडियोमा मेरो कुखुरा फार्म कस्तो छ, चारो खाने कस्तो बनाएको छु मैले, सबै हामीले आफै बनाएको छौँ। चारो खाने त्यो सिस्टमहरू मैले मिलाएको छौँ। अनि पानी खाने त्यो स्ट्यान्डहरू पनि म देखाउँछु। अनि कुखुराको त्यो चाङहरू, बस्ने चाङहरू सबै त हामीले आफै डिजाइन गरेर बनाएको हो। सबै म हजुरहरूलाई देखाउँछु बिस्तारै पछि। यहाँ यसरी काँक्रा हानेको छौँ हामीले। फेरि अब यो यस्तो छ। अहिले देख्न सक्नुहुन्छ मकैहरू पनि एकदमै कुखुराको मलको कारणले गर्दा अल्गो आएको छ। यो कुखुराको मलले गर्दाखेरि यो मकैहरू पनि मकैमा कुनैमा 7 घोगा छ, कुनैमा 8 घोगा छ, कुनैमा 6 घोगा लागिरहेछ। यहाँ मकैमा पनि यो पनि म हजुरहरूलाई कुनै दिन अर्को भिडियोमा देखाउँछु। यो मकैमा 8 घोगा लागेको मकै चाहिँ म अर्को भिडियोमा हजुरहरूलाई म देखाउँछु। हजुरहरूलाई अब म यो मेरो तरकारीबारी उताबाट पनि म देखाउँछु अब। अनि यतापट्टि चाहिँ यस्तो छ। यहाँ पनि यसरी बिचबिचमा यहाँ लसुन छ। अनि ठाउँ ठाउँमा मकैहरू हालिरहेको छौँ। अनि यो चाहिँ छेउछेउमा यसरी छ। यसरी यहाँ पनि यसरी वरिपरि यसरी हामीले चाहिँ मकैहरू हालिदिएको छौँ। मकैहरू चाहिँ कुखुराको मलको कारणले गर्दा एकदमै राम्रो आएको छ। एकदम राम्रो सप्रेको छ। बोट पनि अल्गो अल्गो छ। र मेरो यहाँ चाहिँ रातो मकै पनि छ। घोगाहरू पनि एकदमै यहाँ धेरै लागेको छ मकैमा। र यो चाहिँ खन्ने मेसिन हो।
यो चाहिँ सानो यो खन्ने मेसिन हाम्रो यो आफै बनाएको घरमा यो म कुनै दिन हजुरहरूलाई पनि अर्को भिडियोमा देखाउँछु यसले कसरी खनिन्छ भनेर यो चाहिँ एकदमै सजिलो छ खन्नुको निम्ति यो म कुनै दिन हजुरलाई देखाउन चाहन्छु यो अर्को भिडियोमा यो पनि छ यहाँ चाहिँ हाम्रो पुरै चाहिँ यस्तो छ यो लोकेसनहरू चाहिँ यो तरकारी बारीको यस्तो छ यहाँनिर हामीले यसरी तपाईँले देख्न सक्नुहुन्छ यस्तो छ यहाँनिर यसरी त्यो अल्गो रुख चाहिँ उखुको हो त्यो एकदमै त्यो पनि अल्गो लागेको छ हुन्छ आजको लागि यति नै छ भिडियो हजुरहरूलाई अब अर्को मेरो भिडियोहरू हेर्न नबिर्सिनुहोस् लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस् अरू भिडियोमा हजुरहरूलाई म अझै योभन्दा अरू ठाउँको पनि म एक्सप्लोर गरेर देखाउँछु म अरू फर्महरू म देखाउँछु मेरो च्यानलमा हजुरहरूलाई अरूको फर्महरू कसरी गर्नुभएको छ उहाँहरूले कुखुरा फर्महरू सुँगुर फार्महरू र उहाँ किसानहरूसँग पनि म प्रतिक्रियाहरू लिएर चाहिँ उहाँहरूको पनि म दुःख सुखको कुराहरू चाहिँ म हजुरलाई सुनाउन चाहन्छु उहाँले व्यवसाय गर्दा कतिको दुःखहरू भोग्नु भएको छ कसरी गर्नुभएको छ व्यवसायहरू कसरी गर्नुभएको छ यो मेरो चाहिँ म हजुरलाई मेरो आउने भिडियोहरूमा देखाउन चाहन्छु म आफै पनि एउटा कुखुरा फर्म छ मेरो पनि म आफै पनि एउटा किसान भएको कारणले गर्दाखेरि म आफै एउटा फर्म सञ्चालन गर्छु र हजुरहरूलाई पनि कुनै दिन मेरो मैले भोगेको अनुभवहरू सिकेको कुराहरू म हजुरहरूलाई म सेयर गर्छु मैले पोल्ट्री बिजनेसमा चाहिँ कसरी कति अब दुःखहरू भोग्यो कति कुराहरू सिकियो कति अनुभव भयो त्यो बारेमा हजुरहरूलाई म पोल्ट्रीको विषयमा म विस्तृत रूपमा म तपाईँलाई भन्छु मलाई यसको चाहिँ अलिक धेरै अनुभव छ मैले गरेको 5 वर्ष भइसक्यो मलाई यो पोल्ट्रीमा लागेको म अर्को भिडियोमा हजुरहरूलाई भन्नेछु।